कफी मगाएको कति अरे 2050 पनि 2टा क्यापुचिनोको त्यो बन्दैछ है थाहा भएन 50 दिराम दियो गरे अब कति पैसा बाहिर चाहिँ थाहा भएन 2050 मा त हामीलाई त 2 महिना खाना भइन्छ नेपालमा ल साथीहरू अब मेरो चाहिँ फ्लाइट इन्टरनेसनल लेट्स सी दुःखमन छैन है दुःखमन छैन रोको छैन हाँसिराख्नु केही वास्तै बाल लागेन के हुन्छ खल्ली बल्ली काठमाडौँको भ्यू रातिको फ्लाइट छ राति समथिङ 10-11 कतिको आइरहने डकुमेन्टमै हेर्नुपर्छ यो भयो अनि यो चाहिँ ब्याग भयो मैले खाजाको लागि नुडल्स वाइल हेरेर खाएको खानेकुरा कपडा अलिकति छ मैले तिनवटा हल्का लगेर लिनु हटेर देशभरि सपिङ भने यताउता के हो यहाँ सफारी यो भयो यो भिजा लाइक यो के हो यो प्लेन टिकट ओके त अनि तल चाहिँ टिका सिका पूजाको सामग्रीहरू बिहान पशुपति दर्शन गरेर आएँ त्यही नि लगाइदिने रे पर्दैन भनेको मैले अनि ठिक छ माया हो फ्यामिलीको माया हो फर्स्ट टाइम अब कति दामी दामी फुलहरू मलाई त खुक्का मन पऱ्यो क्या अब फ्यामिलीको माया हो एउटा सपोर्ट हो जे होस् गर्नुपर्छ फ्यामिलीको लागि भनेर अब हेरौँ गएर के हुन्छ कस्तो हुन्छ काम धन्दा भएको अनुसार राम्रो भयो भने त ठिकै हो राम्रो होस् भन्ने कुरा हो अब सजिलो अप्ठ्यारो भनेको त परदेशको ठाउँमा त्यस्तै छ काम त गाह्रो हुन्छ जहाँ गरे पनि काम गर्न गाह्रो हुन्छ ओके हामीलाई थाहा छ हामी काम गर्न जाने हो फ्लेक्स हान्न अथवा चिल हान्नको लागि जाने होइन मलाई यति थाहा छ म काम गर्नको लागि जाने हो र मैले त्यहाँ गएर गर्नुपर्ने भनेको काम हो गाह्रो सजिलो त्यो मलाई मतलब भएन र मैले त्यस बापत पाउने भनेको सेलरी मैले यति सोचेर जानु लाग्छु अरू कुरा ढुक्क हो गएर हेरौँला अब त्यही हो के कस्तो हुन्छ इन्फर्म गर्छु जे होस् है अब अहिलेसम्म भ्लग हेरिरहनु भएको छ भने लाइक सब्सक्राइब गर्नु पऱ्यो है यो आउने सोचमा हुनुहुन्छ भने हल्का सेयर गर्छु म कुराहरू अब म पनि फर्स्ट टाइमै हो के कस्तो छ गल्फ भनेर पनि अब हुन्न होइन हुन त गल्फ गएको कसले हेर्ला भने जस्तो गर्छ केटाहरूले तर गल्फमा धेरै छ नि त होइन कतिको सोच हुन्छ ड्रिम हुन्छ ओके त यो आउने प्लान गर्नु भएको छ भने गर्नु अब यसको लागि प्रोसेस के हुन्छ म 1 मन्थको सेलरी नआइकन अहिले केही पनि बोल्दिनँ 1 मन्थ भइसकेपछि मैले जानको लागि कस्ट कति लाग्यो हो अनि देन प्रोसेस के भयो सब भन्छु मेरो श्रम भयो मेरो श्रम भिजा लाइक एग्रिमेन्ट पेपर अर्को के छ श्रम भिजा एग्रिमेन्ट पेपर पासपोर्ट टिकट अब अलि चाँडो इमिग्रेसनमा हल्का ज्याउ हुन्छ फर्स्ट टाइम हो कता हो के हो भने यस्तो हुन्छ भन्छ सबले त्यही भएर चाँडो जान लाग्यो लगेज यहाँनिर छ है यो मेरो ठुल मम्मीको रुम ठुल मम्मीको घर दाइको आफ्नै घर भनौँ अब दाइको घर होइन आफ्नै हो दाइ र ममा के फरक परेर होइन दाजुभाइ भनेको दाजुभाइ नै हुन्छ यो लगेजमा के हालेको छ अलिकति घिउ छ गुन्द्रुक छ देन वाइ छ अरू के लानको लागि भनिरहेको थियो मलाई मैले पर्दैन भने अब मलाई थाहा छैन मेरो खानाको त्यहाँ गएर क्यान्टिनमा हुन्छ अथवा आफैले पकाएर खानु पर्ने हुन्छ थाहा छैन त्यहाँ गएर व्यवस्था मिलेन जस केटाहरू आउँदैछ करुण आउँदैछ 1 महिनापछि नवीन फर्किन्छ फेरि नवीन आउँछ केटाहरूलाई भनौँला नि के ल्याउँला भनेर केटाहरू चिताउन आउला नि मम्मीलाई फोन गरेर यस्तो व्यवस्था गरिदिनु भाइहरूलाई भनेर
अनि केटाहरू आउँछ चितवनसम्म आउनुपर्छ मेरो लागि। तपाईँ तल्लोबाट झर्नु त एक स्टेप तल झर्नु के पर्दैन झर्नु राधिका उता भराङ गर बत्तीवाला त बत्तीवाला टिका लगाइसकिँदो रहेछ छिटो टिका लगाइदिनु सक्ने भयो होइन अनि उता फर्की त्यहाँ ठुलो गर्ने रुपी ठुलो टिका लगाइदिएपछि यसो हातमा हानेर ढोग्नु पर्दैन धोइसक्यो खुट्टा त पर्दैन खुट्टा ढोग्नु पर्दैन खुट्टा पर्दैन मजा गर्नुहुन्छ त नै आउँछले टिका लगाइदियो लगायो के हिजो त्यसमा यसो थाहा हुन्छ हिजोको त्यो उता दही खाइदियो मान्छेको फोटो के अरे फोन नम्बरहरू कन्ट्याक्ट नम्बर त्यो मेन पावर देखा कसले छ सबैले देखेन यताको छोराले देख्नु भयो उताको मम्मीले देख्नु भयो होइन यहाँको त बुझेँ उताको त्यहाँ तिमीलाई सम्बन्धित पठाउने मान्छे हो कि होइन त्यो त अब कता यहाँको त ठुल्बासँगै गएको अन्त उता उता मम्मीले देखे हो मेन बाटो मात्रै देखेर मान्छे चिन्नुबाट मेरो मान्छे चिने छैन यस्तो डाइरेक्ट उतै हो क्या इमिग्रेसन इज कम्प्लिट ए ब्रदर पासपोर्टमा स्ट्याम्प लाउनु पर्ने रहेछ नि त अनि इमिग्रेसन सकेपछि यो पासपोर्टमा स्ट्याम्प लाउनु इमिग्रेसन यता स्ट्याम्प यता सिधा एक्स्ट्रा सेयर उनीहरूले हालेको सेयर त पुरै हेर्नु कति बेला खान्छ को लागि गेट नम्बर 1 तर्फ शीघ्र प्रस्थान गरिदिनु होला धन्यवाद। फेरि पुनः एकपटक चाइना साउदर्न उडान नम्बर CJ 309 उबेर हो कति कता गाइज फाइनली प्लेन पनि चढियो जिन्दगीमा फर्स्ट टाइम हो कस्तो लागिरहेको के फिल हुँदैछ तिमीलाई एकदम बवाल ल गाइज फाइनली प्लेन पनि चढियो होइन हिमालयन एयरलाइन्स अब सिधै दुबई गएर भेटौँला तिमी त रुनु पर्ने हो खासमा खुसी भइरहेको त यस्तो कसरी भयो अब के गर्नु जस्तो ओके
गरी 2 अन्तर्राष्ट्रिय समापन गरेका छौँ। बाहिरको तापक्रम 30 डिग्री सेल्सियस छ र स्थानीय समय बिहानको 2 बजेर 10 मिनट गएको छ। सिरकबेरी बाँधिसकेपछि ननिमेसम्म कृपया आफ्नो सिटमा बस्नुहोला। सिटमाथिको सामान राख्ने कक्षभन्दा सामान खसाल्ने भएकाले विशेष ध्यान दिनुपर्दछौँ। जहाजमा प्रस्थान गर्न अगाडि सम्पूर्ण सामान असल भएको सुनिश्चित गर्नुहोला। कप्तान अभिषेक राय, कप्तान सागर श्रेष्ठ तथा सम्पूर्ण उडान कर्मचारीहरू हिमालयन सरी यात्रा गर्नुभएकोमा धन्यवाद दिँदै यहाँको यात्रा आरामदायी रहला भने विश्वासको साथ भविष्यमा पनि एयरपोर्ट राति कति बजी आउने बित्तिकै कफी मगाएको कति अरे 2050 जस्तै पनि 2टा क्यापेचिनोको त्यो बन्दै थियो थाहा भएन 50 दिराम दियो गरे अब कति पैसा बाहिर चाहिँ थाहा भएन र हामीलाई त 2 महिना खाना भुल्छ नेपालमा सिधा खाना लगाइदियो नफुट्छ क्या अब 50 दिराम भनिहाल्छ। अहिले चाहिँ लगभग 3 बजेर कति समथिङ कति भयो यहाँको युएको टाइम अनि गाडी लिन आएको छ जोस् वाइल निन्द्रा लाहा रातभरि सुते होइन अब गएर कम्पनी जाने सुत्ने देन अब भोलि के हुन्छ लेट्स सी। आजको लागि ब्लग यति नै बाई बाई थ्याङ्क यू फर वाचिङ।